पैसा नै नभएको भए के हुन्थ्यो? मानौ तपाईको स्याउको खेती छ, खेती गर्दा गर्दै तपाईको जुत्ता फाट्यो। अब तपाई जुत्ता दोकानेकोमा जानुभयो र तपाईले भन्नुभयो म आफ्नो स्याउ दिन्छु, तपाई मलाई आफ्नो जुत्ता दिनुस्। त्यो जुत्ता दोकानेले भन्नु जुत्ता दिन म तयार छु, तर मलाई स्याउ चाहिएकै छैन, मलाई त नुन चाहिएको छ भन्नु पसलेले। अब तपाईले एउटा नुन बेच्ने मान्छे खोज्नु पर्यो जसलाई चाहिँ स्याउ चाहिएको छ। तपाईले आफ्नो स्याउसँग नुन साट्नुहुन्छ अनि बल्ल गरेर त्यो नुन जुत्ता पसललाई दिएपछि तपाईलाई जुत्ता दिन्छ। यो भयो कम्प्लेक्स। अनि त्यहाँबाट भयो पैसाको सुरुवात। सुरुमा ट्रस्ट गेन गर्नलाई पैसाको मोनिटरी भ्याल्यु र फिजिकल भ्याल्यु सेम राखिन्थ्यो र सुन र चाँदीको कोइन बनाइन्थ्यो। यदि त्यो कोइन चल्न छोड्यो भने पनि त्यसको केही न केही फिजिकल भ्याल्यु त रह्यो नि त। अनि मान्छेहरूले त्यही कोइन ट्रेड गर्न थाल्छन्। 1 को कोइन यत्रो हुन्छ भने 2 को कोइन चाहिँ त्यसको डबल साइजको हुन्थ्यो अनि 10 को कोइन चाहिँ ठुलो। पछि ट्रस्ट गेन हुँदै गएपछि मान्छेहरूले कागजको पैसा बोक्न थाले। त्यो कागजको पैसाको आफ्नोमा केही भ्याल्यु चाहिँ हुँदैन। जस्तो 1000 को नोट बनाउँदा लाग्ने खर्च र 100 को नोट बनाउँदा लाग्ने खर्च चाहिँ धेरै डिफरेन्स हुँदैन। अहिले त झन् हामी डिजिटल करेन्सी युज गर्छौं जुन भनेको त एउटा नम्बर मात्रै हो। एउटा बोनस फ्याक्ट 2008 मा जिम्बाब्वेले एउटै नोट 1 ट्रिलियन को निकालेको थियो। यदि तपाईको ट्रिलियनर बन्ने सपना छ भने सजिलै पूरा हुन सक्छ, तर जिम्बाब्वेको करेन्सीमा